अनि यो फुच्ची ओए के गर्दैछेस पनि काट्छ अरे नुन खोर्सानी पिसे अमिलो छ अरे के नुन खोर्सानी खाँदा मस्त हुन्छ अरे हेलो हरे कृष्ण अहिले बिहान अब 10:30 बजेको छ अहिले दादाले मलाई एउटा भिडियो हाल्नु भएको छ के म भिडियो हाल्नको लागि रेडी हो त्यसपछि म खाना खान्छु मेरो दादाको फलोवर्स हेर्नु खतरा छ टिकटकमा 8000 फलोवर्स खतरा नि हैन ओ शिट मलाई एउटा कुरा याद आयो ठ्याक्क म खाना लगाएको दबाई पो लाउनु छ हो घाउमा घाउ भएको छ भोलि मेरो टाँका खोल्दैदिन हो कम दुख्ला टाँका खोल्दा हैट के लिएर आउनुभयो मम्मी यो भोगाटे हो के पो खानेकुरा हो नि ए लड्नु होला नि एउटै त्यही पनि मिठो छ कि छैन भनेर ल्याइदिएको मैले बिर्सेको थिएँ होइन मम्मी ट्याक्कै आउनुभयो भाँडा माझ भन्नुहुँदैछ भाँडा माझ्नै बिर्सेछु यो लिएर आउनुभएको छ एउटा मम्मीलाई आहा मस्त घाम लागेको छ बाहिर म माथि बसेर नै पढ्छु भित्र जाडो छ ट्याक्कैले घाम लागेको रहेछ के अब म बाहिरै बसेर पढ्छु पढ्दा पढ्दै आज 2 घन्टा सुतेँ घाममा मजा आयो सुत्नु पनि फुच्ची ओए फुच्ची ओए ओए फुच्ची यता हेर ओए डल्ली कहाँ यसलाई होइन मिठो त छैन जस्तो छ हेर्दाखेरि खाइ हेर्दा खानु छ एउटा पुरै रसिलो छ त पानी तर चुहेको खल्लो जस्तो छ नि यी फुच्चीलाई पनि दिनु यी नुन खोर्सानी पिसे अमिलो छ अरे के नुन खोर्सानी खाँदा मस्त हुन्छ अरे बेलुका योगा गर्दैछु ल्याएर कन्डो राख्यो तिमीहरू मुखमा घाँटीमा बसी कन्डो राखिदियो अनि मुखमा त्यति अमिलो रहेन रहेछ के जस्तो जस्तो मिठो रहेछ भने भोलि लैजाउँला भनेर मिठा रहेछ भने भोलि लैजाउँला नभए यो हेर्दै त्यही समाउँदैछ के त्यसको कहाँ खान्छ त बाबै यस्तालाई पनि के अमिलो कता पनि लो यसलाई दिनभरिलाई पुग्छ त्यति अमिलो त खान्छ त यो पनि चटपट मम्मी के को तरकारी आज च्याउ च्याउ हो काटे ल पिता यी परालै सही छ परालमा हुने त हाम्रै घरको हो कि किनेको आफै रोपेर बनाएको यो ए भनेर भन्न चाहिँ मिलेन मिल्दैन आज च्याउसँग यो जाडोमा लसुन कुटेर मजाले तेलमा तारेर हाल्नुपर्छ र अनि यो फुच्ची ओए के गर्दैछेस पनि काट्छ अरे चिसो लागेको काट्छ च्याउले त कहाँ चिसो खायो लसुनले
मसला यो गरम मसला हो नि त यहाँ राख मलाई दादाले क्यामेरा पठाइदिनु हुँदैछ अरे तँ भडेले नचाहिने किन्नु भएको छ 15,000 को हो इन्डियन केही किन्न जाने हा भडेले लु भन्छ नेपालमा धेरै महँगो पर्छ अरे त्यो 55,000 चाहिने चिज किन्न जानेको छ क्यामेराले झन् राम्रो न घर बनाइसकेपछि त्यो दुला पार्ने ल्यायो कामै छैन के दुला पार्ने ए त्यो भित्ता दुला पार्ने अब आजको लागि यति नै बनाऊ अझै त्यस्तो केही पनि छैन हैन हरे कृष्ण